यस्तो किसिमको भिडियो सामाजिक सञ्जालमा जताततै पाइन्छ। अब कसरी गरौँ नि भन्ने कुरा चाहिँ म तपाईँलाई सिकाउन गइरहेको छु। आफ्नै मोबाइलबाट बनाइन्छ। म सजिलै सिकाउँछु। पहिला चाहिँ यो भिडियो हेर्नुस् अनि त्यसपछि म तपाईँलाई साथीहरु, सिकाउँछु। बरबोटतिरको त मकै खाएर भ्याइयो। अब अर्गेलीमा भिङ्ग्रेली कान्छीको मकै पाकेका छन् रे, त्यतै झर्नुपर्छ। हुन्छ हुन्छ झरौँ। त्यहाँ गएर मकै ध्वस्त पारेर खानुपर्छ। भिडियोको लागि सामान्यतया तपाईँले साथीहरु च्याट जीपीटी नै पहिला चाहिन्छ। अब च्याट जीपीटी मेरोमा छ अलरेडी। अब त्यसको लागि तपाईँले चाहिँ यदि छैन भने तल प्ले स्टोर भन्ने सबैको मोबाइलमा हुन्छ, त्यहाँ प्ले स्टोरमा जानु होला। र प्ले स्टोरमा गइसकेपछि तल सर्चमा छ, सर्चमा गएर चाहिँ यहाँ के टाइप गर्नु होला भन्दा च्याट जीपीटी भन्ने टाइप गर्नु होला है। च्याट जीपीटी टाइप गर्नु होला। च्याट जीपीटी यसरी टाइप गर्नु भने यहाँ चाहिँ यो ओपन छ नि, ओपन खाममा चाहिँ तपाईको इन्स्टल आउँछ। इन्स्टल गर्नु होला। अनइन्स्टल गरिसकेपछि यस्तो ओपन आउँछ। अनि ओपन गर्नु होला। त्यसपछि ओपन गरिसकेपछि अलाउ माग्छ यहाँ है। अलाउड गर्न परमिसन दिनु होला। परमिसन दिइसकेपछि यस्तो इन्टरफेस आउँछ। अनि त्यसपछि यहाँ चाहिँ लेख्नु होला। मैले चाहिँ कसरी लेखेको छु भन्दाखेरि चाहिँ यसरी ल हेर्नुस्, बाँदरले कुरा गरेको एउटा सर्ट भिडियो बनाउनु पर्ने छ, जसको लागि क्वालिटी 4K मा हुनुपर्ने छ। 9:16 भनेको चाहिँ हाम्रो रिलको लागि हो र 16:9 भनेको चाहिँ लङ भिडियो जुन युट्युबको लागि हो। आज हामीले चाहिँ रिलको लागि सिक्दै छौँ। 9:16 को रेसियोमा बनाउनु पर्ने छ। भिडियो बाँदरहरूले मकै खाँदै गरेको र बाँदरले बोल्नुपर्ने डायलग तल दिएको छ। बाँदरको मुखियाले भन्छ, ल साथीहरु, बरबोटतिरको त मकै खाएर भ्याइयो। अब अर्गेलीमा भिङ्ग्रेली कान्छीको मकै पाकेको छन् रे, त्यतै झर्नुपर्छ। अरु बाँदरहरूले एकै साथमा हुन्छ झरौँ। त्यहाँ गएर मकै ध्वस्त पारेर खानुपर्छ। अनि बाँदरहरू तलतिर झर्छन्। यसलाई बनाइदिनु पर्यो भनेर मैले यो चाहिँ अघिल्लो भिडियोको बनाएको थिएँ। उसले चाहिँ यसरी दियो। अनि मैले यहाँ जुन भिडियो प्रम्प्ट छ नि, यहाँदेखि मैले तलैसम्म कपी गरेर चाहिँ पेस्ट गरेर उता गरिदिएको थिएँ। अब कसरी पेस्ट गर्ने भन्ने कुरा चाहिँ म सिकाउँछु। अब यसको लागि चाहिँ तपाईँको चाहिँ कस्तो आउँछ भन्दाखेरि ओपन गरिसकेपछि यस्तो न्यू इन्टरफेस आउँछ। आस्क च्याट जीपीटी भन्ने लेखेको छ जुन यहाँ तल, त्यसमा क्लिक गरेर अब तपाईँले लेख्नुपर्छ। अब के लेख्ने भन्ने कुरा चाहिँ अब तपाईँलाई कस्तो भिडियो चाहिएको छ त्यस्तै गरेर चाहिँ लेख्न सक्नुहुन्छ। म यहाँ लेख्छु, हेर्नुहोस् है। ल साथीहरु, भिडियो तयार पार्नको लागि मैले यस्तो लेखेँ। बाँदरहरूले कुरा गरेको बाँदरहरूले चाहिँ जङ्गलमा कुरा गरेको र एउटा बाँदरले भन्छ, भिङ्ग्रेली कान्छीको मकै खान त झरियो, त्यो भन्दा पहिले उपल्लो अर्गेलीको मकै खाँदै झर्नुपर्छ। यो भनिसकेपछि बाँदरको मुखियाले भन्छ, हुन्छ तर खेमराजको बारीमा पासो थापेका छन् रे, विशेष ख्याल गर्नुपर्छ है। यति भनिसकेपछि बाँदरहरू तलतिर झर्छन्। यो भिडियोलाई तयार पार्ने सामग्री बनिदिनु पर्यो भनिसकेपछि च्याट जीपीटीलाई यति भनिसकेपछि यो भनेर पठाऊ। यो भनिसकेपछि च्याट जीपीटीले यहाँ चाहिँ लेख्दै पठाउँछ कस्तो भिडियो गरौँ नि भन्ने कुरा। ल आयो, ल राइटिङ आयो। एआई भिडियो शीर्षक बाँदरको मकै अभियान, भिङ्ग्रेली कान्छीको मकै, यो आइसक्यो। यति भइसकेपछि यहाँ तल चाहिँ यसलाई चाहिँ ए सबैलाई क्लिक गरे माथि यहाँ कपी छ, यता कपी गरिने हुन्छ साथीहरु है। नभए चाहिँ यहाँ माथि कपीको अप्सन छ नि, यहाँ कपी गर्नु होला। यसरी कपी गरिसकेपछि साथीहरु यहाँ तल स्टेपहरु देखाइदिन्छ है। यो भिडियो चाहिँ कति भन्दाखेरि चाहिँ तीनवटा छुट्टा-छुट्टी भन्छ, तर एउटा यहाँ बन्न सक्छ होला। अब यो चाहिँ कपी गरेँ मैले यहाँ। अब यो कपी गरिसकेपछि सिधै कहाँ जाने भन्दाखेरि चाहिँ मैले हिजोको भिडियोमा नि सिकाएको थिएँ। नभए तपाईले चाहिँ फेरि गुगलमा चाहिँ प्ले स्टोरमा गएर के सर्च गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ गुगल फ्लो बेटा, यहाँ गुगल फ्लो बेटा छ। गुगल फ्लो बेटामा गएर चाहिँ यसरी क्लिक गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। साथीहरु, यो चाहिँ जुन ओपन छ, तपाईको यदि छैन भने यो एप्लिकेसन छैन भने ओपनको ठाउँमा इन्स्टल आउँछ। इन्स्टल गर्नु होला र चाहिँ त्यसपछि ओपन गर्नु होला। ओपन गरिसकेपछि अलाउ माग्छ, सबैमा अलाउ गरेर चाहिँ परमिसन दिँदै जानु होला। परमिसन दिँदै गइसकेपछि साथीहरु यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसकेपछि यहाँ माथि त्यो जुन जीमेल देख्नुभयो नि, यहाँ जीमेल चाहिँ अलरेडी तपाईको चाहिँ जीमेल आइसक्छ। आएन भने यहाँ जीमेलसँग चाहिँ लगइन गर्नु होला। र यहाँ तलतिर झरेर चाहिँ यो प्रोजेक्टमा चाहिँ यो साइडमा यो न्यू छ हैन, यो न्यू प्रोजेक्ट यहाँ क्लिक गरेर चाहिँ के गर्नुस् भन्दाखेरि चाहिँ लोडिङ हुन टाइम लागिरहेको छ। यसलाई डिसमिस अपग्रेड नगरौँ। व्हाट डु यु वान्ट टु मेक भने यसमा गएर चाहिँ जुन कुरा चाहिँ च्याट जीपीटीले दिएको छ त्यसलाई चाहिँ पेस्ट गर्नु होला। मैले पेस्ट गर्दै र इमेज यहाँ मुन्ते हेर्नुस्, इमेज लेखेको त्यहाँ क्लिक गरेर चाहिँ यहाँ चाहिँ यो भिडियो छ नि, भिडियो सेकेन्ड भिडियोमा जानु होला। हामीलाई चाहियो अहिले चाहिँ 9:16 यो पछिल्लो 9:16 मा लग्यौं र चाहिँ दुईटा भिडियो चाहियो अथवा एउटा भिडियो। मैले अहिले एउटा भिडियो मात्रै बनाएँ साथीहरु, दुईटै भिडियो बनाएर कुन राम्रो छ त्यही चाहिँ डाउनलोड गर्छु। अथवा ल ठिक छ, दुईटा भिडियो बनाएर आजलाई। अनि त्यसपछि चाहिँ तलतिर गएर चाहिँ 10 सेकेन्ड गर्नु होला हैन। 10 सेकेन्ड गराइसकेपछि यहाँ यता एरो छ नि, एरोमा गएर चाहिँ क्लिक गर्नु होला। यसरी क्लिक गरिसकेपछि यहाँ माथि टाइम देखाउँछ। हेर्नुस् त, पर्सेन्ट टाइम भन्दा नि पर्सेन्ट देखाउँछ। पर्सेन्ट देखाउन थालिसक्यो है। अनि पर्सेन्ट देखाउन थालिसक्यो। एउटा चाहिँ 9% देखायो, एउटा चाहिँ डिसमिस भयो। ल
100% पुग्यो 100% पुग्यो त यो चाहिँ त्यो एउटा चाहिँ किन खोल्दैन भन्दा एक दिनमा तपाईले चाहिँ 3टा भिडियोसम्म बनाउन सक्नुहुन्छ फ्रीमा। यहाँ चाहिँ मैले कुदेर बनाएँ भन्दा 2टा अगाडि बनाइसकेका थिएँ, 2टा चाहिँ अहिले यो एउटा चाहिँ अहिले 2टा अहिले बनाउँदै थिएँ। अब 4वटा भयो, 4वटा भिडियो चाहिँ बन्दिन्न है साथीहरु। यो एप्लिकेसनले एक दिनमा 3टा भिडियो बनिदिन्छ। अब यहाँ चाहिँ भिडियो बनाइ हेर्नुस् कस्तो म तपाईलाई देखाउन गइरहेको छु। भिङ्रेली कान्छीको मकै खान त झरियो। त्यो भन्दा पहिले उपल्लो अर्गेलीका मकै खाँदै झोर्नुपर्छ। हुन्छ तर खेमराजको बारीमा पासो थापेका छन् रे, विशेष ख्याल गर्नुपर्छ है। ल साथीहरु कस्तो बन्यो देख्नुभयो नि। अब यसरी चाहिँ तपाईले सजिलै बनाउन सक्नुहुन्छ नि। माथि गएर चाहिँ 3 डट छ हेर्नुस् यहाँ 3 डटमा क्लिक गर्नुस् र डाउनलोडमा गएर डाउनलोड गर्नुस् र यहाँ चाहिँ तल डाउनलोड 720 पी छ। यो चाहिँ ओरिजिनल हो। अरूलाई चाहिँ पैसा लाग्छ तपाईलाई थाहा भएको कुरा। यहाँ गएर डाउनलोड गर्नुस्, यो डाउनलोड हुन्छ र तपाईले सोचेको जस्तो भिडियो चाहिँ बन्यो। हाम्रो च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु होला र यो भिडियोलाई चाहिँ के गर्नु होला भन्दा लाइक र कमेन्ट गर्नु होला। कस्तो लाग्यो कमेन्ट गर्नु होला। धन्यवाद साथीहरु। ल डाउनलोड भइसक्यो। भिङ्रेली कान्छीको मकै खान त झरियो। त्यो भन्दा पहिले उपल्लो अर्गेलीका मकै खाँदै झोर्नुपर्छ। हुन्छ तर खेमराजको बारीमा पासो थापेका छन् रे, विशेष ख्याल गर्नुपर्छ है।